अब नेपालको ब्याटिङ टेस्ट हुँदैछ। अहिले नेपाल ए भर्सेस स्कटल्यान्डको म्याच हुँदैछ र नेपाल एलाई स्कटल्यान्डले 302 को टार्गेट दिएको छ र अब नेपाल एले चेज गर्दैछ। नेपाल एले हिजो अस्ति 250 260 रन हानिरहेको थियो इन्टरनेसनल टिमलाई। के आज 302 टार्गेट चेज गर्न सक्छ त नेपालले? अनि जस्तै देव खनाल, अनिल कुमार शाह, मयन यादव, कुशल मल्ल, सन्दीप जोरा, अहिले नेपालको दामी ब्याटिङ गर्ने प्लेयरहरूले के यो टार्गेट आज चेज गरेर देखाइदिन्छन्? अनि सिनियर टिमलाई भन्छन् त देखिस् हामीले सक्छौँ त 302 को टार्गेट चेज गर्न, तिमीहरू मुलाई 250 कटाउन सक्दैनौ। त्यही दिपेन्द्र सिंह ओरीले मात्रै कति हान्ने हो र? सबैले हान्न सिक्न हामी जस्तो भनेर देखाइदिन्छन् त आज नेपाललाई। कमेन्ट गर्नुहोस्, हो कि नेपाललाई कमेन्ट गर्नुहोस्। जय नेपाल क्रिकेट।